टेस्ट पो गर्नु पर्ला भनेर त हाम्रो बार जे पनि हुन्छ तरकारी आयो तरकारी कति धेरै फेरि ढिलो आइसक्यो म खाँदा यहाँ गफ गर्दा होइन म के भन्थेँ वेदरको कुरा गर्दाखेरि आजको वेदर मजा छ चिल छ होइन तर भए पनि अब चिसै नबाजेको दिनै हुँदैन हौ न्यु खोजेर गरेर हो ला हेलो फ्रेन्ड्स नमस्ते प्रवीणा राई दिदी च्यानलमा हजुरहरूलाई स्वागत छ सदा चाहिँ आज पनि नयाँ दिन नयाँ भिडियो लिएर आएको छु अहिले चाहिँ म घरैबाट भिडियो स्टार्ट गर्दैछु अनि अब बिहानको मेरो ड्युटी अब त्यही अनि आज चाहिँ मेरो घरको छ अनि खाना सब्जीहरू बनाउँदैछु अनि अब खाने अनि आफ्नो ड्युटीतिर लाग्ने अनि म चाहिँ अनि यहाँनिर चट्टै आँखा पनि सुनिरहेको छ ढिलो ढिलो उठिन्छ अनि उठ्नुबित्तिकै किचनमा छिर्नुपर्छ पानी मात्रै हाल्छ भनेर जसलाई जसलो स्टार्ट गर्दैछु अनि म चाहिँ हजुरहरूलाई बाहिरको वेदर आज कस्तो छ के छ देखाउँछु ल आज चाहिँ बाहिर यस्तो छ घाम लागेको भन्नु कि नलागेको भन्नु कि धुम्म परेको छ हावा चलेको छैन हो अनि यहाँनिर मेरो फुलहरू फुलिरहेको छ बङ्गाबेली धेरै पछि फुल्न लागेको छ अनि यो मेरो भिन्का फ्लावरहरूले चाहिँ रात महसुस गराइरहेको छ रङ्गीचङ्गी फ्लावरहरूमा चाहिँ यही छ अनि यस्तै छ बाहिरको वेदर अब म मेरो किचनतिर लान्छु के पकाउँछु के गर्छु भनेर मेरो भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नुहोला खाना सब्जी पाकिसकेको छ आलु भिरौला दाल अनि यो सलाद डल्लै खुर्सानी अब म खाना पस्किन्छु मैले खाना पसिसकेको छु यो भात भयो यो तरकारी भयो अनि लप्सीको अचार यता जेनिस दाल चाहिँ हामी यहीँ पस्केर खान्छौँ लोचन लप्सीको अचार खानु हुँदैन अनि चिसो पानी यो चाहिँ घिउ यो दालसँग मिठो हुन्छ घिउ खानेलाई घिउ खाने आज चाहिँ अघि नै हामी होटल आएर पनि यहाँनिर कामसाम सकेर अनि बस्दैछौँ आजको वेदर चाहिँ पुरा पानी पर्न लागेको छ चिसो छ हिजोबाट के हो पुरा हावा चल्छ वर्ष हो अनि शीतल भइराखेको छ अनि हामी चाहिँ अनि यहाँ चिलमा काम धन्दा गरिराखेको छौँ कस्टमरहरू पनि बाहिर हुनुहुन्छ अनि शीतल भएको छ अरे के उहाँहरूले पनि अनि आज चाहिँ अनि भिडियो स्टार्ट गर्दैछु अनि यतिकै त्यस्तै थियो नि त अनि अघि पनि के गर्दा त्यस्तै भयो मलाई लोचनले खाजा खानु दिनुहुन्छ अब खाजा खाने लोचनले चाहिँ अघि खाजा बनाइसक्नु भएको रहेछ बनाएर अनि मलाई खानु आइज अरे क्या यहाँ छाउछाउको चाउमिन विथ पर्क मासु बिना त चाउमिन किन खाने मासुसँगै मोमो र चाउमिन मिठो हुन्छ अनि कागती नभए चाहिँ हुँदैन मलाई अब खाने अचार यो अचार त हेर्दै मिठो छ जस्तो छ त्यो भएर मलाई त चिकन भन्दा पनि पर्क नै बेस्ट लाग्छ हौ मिठो अनि यो निजारेकोलाई मुखेर खानु हुँदैन राखिदिइराख्नु न फ्रिजमा म आउँछु एकछिनमा दिदी नानी हो कति मिठो भएन
Okay, po. मलाई जति मिठो भए पनि खानु नसक्ने पनि खतम। अनि यस्तो मान्छेले मुकबाङ भिडियो बनाउनु मन लाग्छ क्या। ड्रिङ्कमा चाहिँ फेभरेट कोक विथ आइस। अनि अलिक गएर ल अलिकति हल्लो भने ओइ हो ओके 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 भन्नुपर्छ नि काम गर्दा। मलाई अहिले नि चाउचाउहरू के होइन अनि भात भन्दा पनि त्यो हरियो परियो सलाद तरकारीहरू मात्रै धेरै खानु सक्छु क्या। खानु मन लाग्छ हौ के भन्नु। चाउचाउ त मासी खाइसकेँ। तरकारीमा हरियोमा झिरौला त मेरो फेभरेट हो। अहिले त्यो लौका सौका के भन्दा पनि झिरौला साह्रै मनपर्छ हो। त्यहाँ मम्मीहरूकोमा फलेको छ अरे शोभा दिदीकोमा। अनि लिनु बोलाउनु भएर लोचन चाहिँ आइदिन भन्नु थियो। हिजो लोचनले नि मिठो पकाउनु भएको थियो क्या। जान्न भनेर मै जान्छु भन्ने भनेको जान्छु भन्नु जानुभयो। म चाहिँ यहाँ खाँदैछु तर मेरो कोक सकाउनु भएछ। हजुर मसँग नि हिजो बेलुकीको यो तरकारी पनि छ हो। अनि बिहान चाहिँ अब खाना घरमै खान्छौँ नि त। अनि बेलुकीको तर हामी यहाँ डिपमा फ्रिजमा लगाइरहेको छौँ। अनि राम्रो हुन्छ फ्रेसै हुन्छ। खाना पनि छ तर म खाना खाँदैन चाउमिन धेरै खाएर क्या। लोचनले फेरि बनाएपछि बराबरी पसिनु हुन्छ। अनि कहाँ म त्यत्रो खानु सक्छु। चामल अझै छ अझै इस्कुसको मुन्टा र आलु दही हुन्छ डल्लो खाना बजाएको कस्तो आइस लगाएर पनि चिसो नै नलाग्यो हो।
मुकबाङ गर्नु मन लाग्छ अनि खानेकुराको पुरा सोखिन छु क्या तर म खानु सक्दिनँ अरूले खाएको हेरेर चाहिँ इन्जोय गर्ने मान्छेमा पर्छु क्या यो फ्यान बजेर वहाँ सुनिन्छ होला तर चाउमिन मलाई धेरै भयो मिठो बाहिरको वेदर आजको यहाँ दमकको वेदर एकदमै चिल मजा छ हो शुक्रबार पनि पर्यो अनि भोलि त शनिबार अनि शनिबार हामी के गर्छौँ कसो गर्छौँ प्लान छैन तर हामी प्लान गरेपछि चाहिँ त्यो सक्सेस बनाउँछौँ कहाँ जानुपर्ने के गर्नुपर्ने त्यो सबै गर्छौँ हो अनि अहिलेसम्म चाहिँ केही छैन मलाई चाहिँ निकै दिन भयो निद्रा पनि पुगेको छैन होइन राम्रो रेस्ट चाहिँ छैन आज पनि अब 1 बजी नै छुट्टी भएर पनि अनि अब यतिकै काम थिएन अब छिटो होटल आउँ कामहरू गरौँ भने सकिनँ क्या अनि एकछिन आराम गरेँ एकछिन गर्दा पनि होइन कति रेस्ट हुन्छ अनि त्यही भएर चाहिँ रेस्ट पो गर्नु पर्ला भनेर त हाम्रो बिहान जे पनि हुन्छ तरकारी आयो तरकारी कति धेरै फेरि ढिलो आइसक्यो म खाँदा यहाँ गफ गर्दा यसो ग्यासको पो मिठै थिएन अर्को मिक्स दिएको क्या चुज गरेन गरेन अलि हल्का गऱ्यो त्यो भाइहरूले अर्डर गरेको थियो अनि यस्तो खोलिदिने भएको भएन अनि यो खानु पऱ्यो भनेर खायो जस्तै भयो धेरै खाने मासु चाहिँ सक्दैन छ मासु पनि अनि तपाईँसँग बराबरी पसिनुहुन्छ म त्यत्रो खान्छु किन कागज लाग्यो छैन साथी त्यहाँ मैले माथि लगाएको सबै मेसीको फ्यानले सिउ गरेको सुहाइन है सिउ गरेको सुहाइन है छोराको फ्यान तपाईँ मेसीको फ्यान अनि छोरा रोनाल्डोको फ्यान अनि बाउ चाहिँ फेरि छोराको फ्यान अमिलो खानुपर्छ कति धेरै गिरा होला म यसको सब्जी पकाउँछु बादमा खाने भयो ए आज त परौटा खानेछौँ अहिले काम पर्यो भने गाह्रो भयो भने बनाउँदिनँ भन्ने भन्नु थाल्नुहुन्छ के परौटा न सरौटा अनि मिठो हुन्छ है परौटा चाहिँ फेरि लोचनको हातको जे पनि मिठो हजुर मलाई काम गराउनु थालेको परौटाको लागि आलु उसिन अनि के गर अनि फेरि वरिपरि काम गर्नुपर्छ के हेल्परहरू चाहिँ वरिपरि छैन भने हुँदैन उनीहरूलाई लोचनमा खाइँदैन होइन म के भन्थेँ वेदरको कुरा गर्दाखेरि आजको वेदर मजा छ चिल छ होइन तर भए पनि अब चिसै माग्छ क्या कस्तो हल्ला हो यो फ्यान बजेर पनि हल्ला भइरहेको 9 बजेको दिनै हुँदैन हौ न्यु खोजेर गरेर हो ला हजुर बेम्बो कतिवटा ए ओके हुन्छ भिडियोलाई हेर्दै गर्नु होला होइन अहिले अब काम गर्ने हो अब कतिखेर एकछिन फ्री हुन्छ अनि त्यतिखेर चाहिँ म भिडियो बनाउँछु ल आज त के हो अहिलेसम्म व्यस्त भएर भिडियो गर्नुपर्ने यतिकै भयो अनि रात परिसक्यो अन्धकार भइसक्यो अनि व्यस्त भएर अहिलेसम्म गुड फ्राइडे होइन
अरूको लागि चाहिँ गुड फ्राइडे हो, हाम्रो लागि चाहिँ काम अत्याधिक काम गर्ने दिन हो क्या। फ्राइडे स्याटरडे भनेर मैले चाहिँ भिडियो यसो मोबाइल छेउमा पाएँ अनि भिडियो गर्दैछु। बाहिरतिर जानु पऱ्यो भनेको अनि बाहिरतिर कस्टमरहरू हुनुहुन्छ होइन, के भन्ने के बोल्ने होइन, उनीहरूको यसो फोटो भिडियो गर्नु भएन चाहिँ बसेर भिडियो गर्दैछु। ब्लग हेर्छु होइन, कसरी हेर्छु आफू भिडियो बनाउँछ अनि आफू के हेर्नु हो कति महसुस भइरहेको छ मेरो कपाल नि यहाँनिर जग्गातिर दुखिसक्यो। भात पकाउनु पनि अल्छी लाग्दैछ, गलेको बेला र मलाई त खानु पनि मन लाग्दैन, पकाउनु पनि मन लाग्दैन। फेरि बेलुकी चाहिँ मेरै ड्युटी हुन्छ खाना पकाउनु पर्ने हुन्छ, आफूलाई मन नलागेको पनि होइन, पकाउनु पर्ने हुन्छ। अहिले चाहिँ म पकाउँछु, अहिले चाहिँ आराम गर्नु पर्यो। पसिना बग्यो, यताउता कुद्दै मरियो। ह्याप्पी फ्राइडे। आगोले कालो पनि भएछ हौ म त। मान्छे कहाँ कालियो हौ, यति गोरी छु, पसिनाले झन् तलक्क तल्केर हौ मक्ख परिराखेको होला। लो चाहिँ यति राम्रो बुढी पायो भनेर। यो चाहिँ आजको हाम्रो अन्तिम अर्डर अहिलेसम्मको हो है। रातको 9:30 भइसक्यो अनि अहिलेसम्मको चाहिँ अन्तिम अर्डर हो। अनि अहिले चाहिँ म भिडियो गर्न पाएँ अनि यहाँनिर गर्दैछु हो। अब त्यो रेस्ट पाइन्छ कि भनेको कान्छी चिकन। अब त मासु हेर्दा हेर्दा खानु पनि मन छैन। अघि 9:30 बजी लास्ट अर्डर भनेर बसेको हो अनि फेरि पनि अहिलेसम्म व्यस्त भयो, 10 बजी नाग्यो। अनि अहिले चाहिँ म खाना पकाउने निर्णय गरिनँ अनि लोचनले चाहिँ अनि अब मेरो पालो म के बनाउँछु भनेर भन्नुभयो अनि बनाउनु हुँदैछ। हामी चाहिँ यहाँ बस्दैछौँ अनि कस्टमरहरू यतिकै हुनुहुन्छ। अनि अहिलेसम्म चाहिँ यस्तो व्यस्त भयो कि गलेर ओरेर होइन, भोलि कहीँ जानु पऱ्यो भने पनि 10 बजीसम्म चाहिँ सुत्नै पर्छ होला जस्तो लागिरहेको छ। यस्तो गलियो नि। अनि म चाहिँ प्रायः जस्तो अब खाना पकाउँदाखेरि अनि दाल र तरकारी त्यही छिटो लाग्छ अनि दाल त के तरकारी अब त्यो अचारहरू त्यही छिटो लाग्छ। लोचन चाहिँ अनि अलिक डिफ्रेन्ट टाइपको होइन बनाउनु खोज्नुहुन्छ अनि सो के बनाउनु हुँदैछ म अब जान्छु अनि हजुरहरूलाई पनि देखाउँछु हाम्रो बेलुकी अब डिनरमा के पाक्दैछ हजुरहरूलाई पनि देखाउँछु ल। मोमो आज त परौटा पाक्दो रहेछ क्या, आलु परौटा घिउमा बनाएर लोचनले। धेरै भएको थियो क्या होममेड परौटा नखाएको, आज चाहिँ परौटा पाक्दैछ। यहाँ चाहिँ पाकिसकेको जस्तो छ। ओहो हेर्दै खाउँ लाग्दैछ त हौ, सेलाउँसँगै छोपिरहेको। फाइनली अब 11 बजीतिर हाम्रो डिनर टाइम हुँदैछ नि। परौटा यत्रो एकै ठाउँमा लेम, एकै ठाउँमा ल्याउँछु ल। अचार छ अनि के यसो खाएँ। अब हामी खान्छौँ, अति भोक लाग्यो, 11 बजिसक्यो। कहाँबाट सुरु गरौँ सल्लाह दियो। खाइयो मिठो भएछ हौ। आज बट्टाको मिक्स अचार हुन्छ हाम्रो लोचनले